के तपाईँहरूले कहिले सोच्नु भएको छ समुद्र सतहदेखि हजारौँ फिट माथि बरफले ढाकिएको गुफाभित्र हरेक वर्ष बरफको शिवलिङ्ग कसरी बन्छ? न त कोही मानिसले त्यसलाई बनाउँदछ न त कुनै मेसिनले नै त्यसलाई आकार दिन्छ, तर पनि वर्षौँदेखि उक्त शिवलिङ्ग सही आकार, सही क्रम र सही समयमा त्यहाँ कसरी बन्छ हो हामी कुरा गर्दैछौँ अमरनाथ गुफाको। अमरनाथ गुफामा प्राकृतिक आस्था, विज्ञान त्यही ठाउँमा रहेको देखिन्छ। प्रश्न यो होइन कि मानिसहरूले यसलाई किन चमत्कारको रूपमा लिन्छन्, तर वास्तविक प्रश्न यो हो कि यस्तो कुन रहस्य छ जुन अहिले आधुनिक युगमा पनि मानिसहरूलाई एकपटक सोच्न बाध्य गर्दछ। आखिर के छ त अमरनाथ गुफाको रहस्य? हेरौँ अब विस्तृत रूपमा। नमस्कार, म सुमन। अमरनाथको गुफाको रहस्यमय कथामा तपाईँहरूलाई जेजे भाइ युट्युब च्यानलमा स्वागत छ। अमरनाथ गुफा, अमरनाथ केभ। अमरनाथ गुफा हिन्दू धर्ममा सबैभन्दा पवित्र र रहस्यमयी तीर्थस्थलहरूमध्ये एक मानिन्छ। भारतको जम्मू कश्मीरको हिमालय पर्वत श्रृङ्खलामा करिब 3888 मिटर 12756 फिटको उचाइमा अवस्थित यस गुफा र यहाँ बन्ने हिउँको शिवलिङ्गसँग जोडिएका रहस्यहरू निकै रोचक छन्। नेपालीमा अमरनाथको धार्मिक र प्राकृतिक रहस्यहरू यस प्रकार छन्। 1. प्राकृतिक रहस्य, अमरेश्वर शिवलिङ्गको निर्माण। अमरनाथ गुफाको सबैभन्दा ठूलो रहस्य भनेकै त्यहाँ प्राकृतिक रूपमा बन्ने हिउँको शिवलिङ्ग हो, जसलाई अमरेश्वर भनिन्छ। चन्द्रमाको कलासँग सम्बन्ध, यो शिवलिङ्गको आकार चन्द्रमाको गतिको आधारमा घटबढ हुन्छ भनिन्छ। शुक्ल पक्ष चन्द्रमा बढ्दै जाँदा शिवलिङ्गको आकार बढ्दै जान्छ र पूर्णिमाको दिन यो पूर्ण आकारमा पुग्छ। अमावस्या औँसीको दिन यो बिस्तारै एकदमै सानो वा हराएर जान्छ। पग्लिने अनौठो नियम, अचम्मको कुरा के छ भने गुफा बाहिरको तापक्रम जस्तोसुकै भए पनि र गुफाभित्र अन्य ठाउँको हिउँ पग्लिए पनि शिवलिङ्ग ठोस हिउँकै रूपमा रहिरहन्छ। गुफाको छतबाट खस्ने पानीका थोपाहरू जमेर यो शिवलिङ्ग बन्ने गर्दछ। 2. पौराणिक तथा धार्मिक रहस्य, अमर कथा। अमरनाथ नामको अर्थ नै अमरहरूको भगवान, भगवान शिव हो। पौराणिक मान्यता अनुसार यस गुफामा शिवजीले माता पार्वतीलाई अमरत्वको रहस्य, अमर कथा सुनाउनु भएको थियो। एकान्तको खोजी, शिवजी माता पार्वतीलाई यो रहस्य सुनाउन यस्तो ठाउँ चाहनुहुन्थ्यो जहाँ कोही पनि नहोस्। त्यसैले उहाँले हिमालयको यो दुर्गम गुफा रोज्नुभयो। त्यागको कथा। गुफातर्फ जाँदै गर्दा शिवजीले आफ्ना सबै बहुमूल्य चिजहरू बाटोमै छोड्नुभयो। पहिलो भेटमा नन्दी गोरुलाई पहलगाममा छोड्नुभयो। टाउको चन्द्रमालाई चन्दनबाडीमा छोड्नुभयो। घाँटीका सर्पहरूलाई शेषनाग तालमा छोड्नुभयो। आफ्ना पुत्र गणेशलाई महागुणा पर्वतमा छोड्नुभयो। 5 तत्त्व पृथ्वी, जल, अग्नि, वायु, आकाशलाई पञ्चतरणीमा छोड्नुभयो। यसले के देखाउँछ भने भगवान पाउनका लागि संसारी मोह र अहङ्कार त्याग्नुपर्छ। 3. अमर परेवाको रहस्य, द सिक्रेट अफ इमर्टल पिजन्स। अमरनाथ गुफाको सबैभन्दा जीवन्त र आश्चर्यजनक रहस्य त्यहाँ देखिने परेवाको जोडी हो। जब भगवान शिवले पार्वतीलाई अमर कथा सुनाउँदै हुनुहुन्थ्यो, माता पार्वती कथा सुन्दा सुन्दै निदाउनु भयो। तर गुफाभित्र लुकेर बसेका 2वटा परेवा कतिपय कथामा सुगाको अण्डाले सो कथा सुने। कथा सुनेकै कारण ती परेवाहरू अमर भए। आज पनि अत्यधिक चिसो र हिउँ पर्ने, जहाँ कुनै पनि पशुपक्षी बाँच्न गाह्रो हुन्छ, त्यो निर्जन गुफामा अमरनाथ यात्राको समयमा तीर्थयात्रीहरूले 2वटा सेता परेवा देख्ने गर्छन्। उनीहरूलाई अमर परेवा भनिन्छ र उनीहरूको दर्शन पाउनुलाई निकै भाग्यमानी मानिन्छ। 4. ऐतिहासिक रहस्य, गुफाको पुनः खोजी। मध्यकालमा यो गुफाको अवस्थिति मानिसहरूले बिर्सिसकेका थिए। इतिहास र जनश्रुति अनुसार 15औं शताब्दीतिर बुट्टा मलिक नामका एक मुस्लिम गोठालाले यो गुफा पुनः पत्ता लगाएका थिए।
एक साधुले उनलाई कोइलाले भरिएको झोला दिएका थिए। घर पुगेर हेर्दा त्यो कोइला सुनमा परिणत भएको थियो। उनी साधुलाई धन्यवाद दिन फर्किए, तर साधु भेटिएनन्। बरु उनले त्यो विशाल गुफा र हिउँको शिवलिङ्ग देखे। त्यसपछि यो ठाउँ फेरि तीर्थस्थल बन्यो। आज पनि बुट्टा मलिकका वंशजहरूले अमरनाथ मन्दिरको भेटीको केही हिस्सा पाउने गर्छन्, जुन साम्प्रदायिक सद्भावको एउटा ठूलो उदाहरण हो। वैज्ञानिकहरूका लागि यो हिउँको लिङ्ग बन्नु एक भूगर्भीय जियोलोजिकल प्रक्रिया भए पनि करोडौं भक्तहरूका लागि यो भगवान शिवको प्रत्यक्ष चमत्कार र आस्थाको केन्द्र हो।